क्रिप्टोकरेन्सी एउटा यस्तो करेन्सी हो जुनलाई डिसेन्ट्रलाइज्ड ब्लकचेन अनुसार कन्डक्ट गरिन्छ। यो क्रिप्टोकरेन्सी सेन्ट्रलाइज्ड बैंक अथवा सरकारको कन्ट्रोलमा हुँदैन, त्यही भएर यसलाई कतिपय देशहरूमा इलिगल पनि भनिएको छ। अब क्रिप्टोकरेन्सीको उदाहरण हेर्ने हो भने बिटकोइन, इथेरियम एसेक्ट्राहरू टपमा आउँछन्। 2017मा नेपालले बिटकोइनलाई ब्यान गर्यो। नेपालले बिटकोइनलाई ब्यान गरेपछि पनि आज 2025सम्म पनि कतिपय मान्छेहरूले अन्डरग्राउन्ड रहेर बिटकोइन माइन गरिरहेका हुन्छन् र बिटकोइनको ट्रेडिङ पनि गरिरहेका हुन्छन्। र आजको भिडियोमा हामीले बिटकोइनको पुरै हिस्ट्री इन नेपाल, यसको टेक्नोलोजी, ब्लकचेन टेक्नोलोजी, अनि यसको फ्युचर र यसको पास्ट सबै बुझ्ने कोसिस गर्छौँ। बिटकोइन ब्लकचेन टेक्नोलोजी अनुसार वर्क गर्छ र सबभन्दा सुरुमा बुझौँ ब्लकचेन टेक्नोलोजीको बारेमा। ब्लकचेन टेक्नोलोजी भनेको एउटा यस्तो टेक्नोलोजी हो जुनमा कसैले बिटकोइन पठायो भने त्यो ट्रान्जेक्सन रेकर्ड हुन्छ र अर्को त्यो एउटा ब्लक हुन्छ, त्यो ब्लकभित्र ट्रान्जेक्सन रेकर्ड हुन्छ र त्यो ब्लक अर्को ब्लकसँग कनेक्टेड हुन्छ एकदम सिक्योर तरिकाले। अब यो ब्लकमा एउटा फिङ्गरप्रिन्ट हुन्छ, ह्यास भन्छ त्यो फिङ्गरप्रिन्टलाई, भनेर सिक्युरिटी भन्नु खोज्यो। अनि यो ब्लकमा एउटा ह्यास हुन्छ, यो ब्लकमा अर्को ह्यास हुन्छ। अब यो ब्लकमा भएको कसैले केही कुरा चेन्ज गर्न खोज्यो भने योभन्दा पछाडिको सबै ब्लकहरू पनि बिग्रिन्छ र यो ब्लकमा पनि केही चेन्जहरू आउँछ। मलाई थाहा छ कि कतिपयको टाउको माथिबाट गयो मैले भनेको ब्लकचेनको कुरा, र अब यसलाई सिम्पली एक्सप्लेन गरौँ भनेर बुझ्नको लागि सजिलो बनाऊँ। मानौँ तपाईसँग एउटा नोटबुक छ। त्यो नोटबुक तपाईँको मात्र होइन, यो संसारमा जुन देशहरूमा बिटकोइन लिगल छ र जुन मान्छेहरूले युज गर्छन् बिटकोइन, र त्यो बिटकोइन माइनिङ गर्ने, बिटकोइन ट्रान्जेक्सन गर्ने, यताबाट उता पठाउने, त्यो सबै मान्छेको हो। तर त्यसमा कसैले पनि अगाडिको पान्नाहरूमा केही गर्न सक्दैन। सबैले गर्न सक्ने भनेको पछाडि थप्ने मात्र हो। यदि अगाडिको कसैले केही पान्नामा छेडखानी गर्यो भने पछाडिको सबै पान्नाहरूमा केही न केही गडबडी आउँछ र त्यो मानिन्छ कि अगाडिको पान्नामा केही न केही गोलमाल भयो भनेर बुझिन्छ। हो, ब्लकचेन पनि यही नोटबुककै काम गर्छ। यदि अगाडिको ब्लकमा कसैले केही चेन्ज गर्न खोज्यो भने पछाडिको ब्लकहरू पनि अटोमेटिकली बिग्रिन्छ र अगाडिको ब्लकहरूमा पनि अलिकति चेन्ज आउँछ र त्यसरी बिटकोइनको बिचको कुनै न कुनै ब्लकमा केही गडबडी भयो भनेर बुझ्न सकिन्छ। 2009 बिटकोइन जन्मियो। बिटकोइन संसारको सबैभन्दा फर्स्ट डिसेन्ट्रलाइज्ड डिजिटल करेन्सी अथवा भर्चुअल करेन्सी थियो र बिटकोइन ब्लकचेन टेक्नोलोजी अनुसार चल्छ। ब्लकचेन टेक्नोलोजीमा एउटा माइनरले एउटा ब्लक माइन गर्नको लागि एकदम हार्ड म्याथमेटिकल प्रब्लम सल्भ गर्छ र त्यो प्रब्लम सल्भ गरेपछि त्यो मान्छेले बिटकोइन पाउँछ। अब हामीलाई थाहा छ कि बिटकोइन एउटा डिसेन्ट्रलाइज्ड करेन्सी हो। डिसेन्ट्रलाइज्डको मिनिङ के हो त नि? डिसेन्ट्रलाइज्ड भनेको नेपालको रुपिज, US डलर भनेको नेपालमा राष्ट्रिय ब्याङ्क र विदेशमा कुनै न कुनै ब्याङ्कले अथवा विदेशको गभर्मेन्टले कन्ट्रोल गर्ने हो पैसा। सेन्ट्रलाइज्ड भनेको। डिसेन्ट्रलाइज्ड भनेको कुनै पनि युजरसँग अथवा कुनै पनि राष्ट्रले कन्ट्रोल नगर्ने, त्यसको साटो कम्प्युटरहरूको नेटवर्कले त्यसलाई कन्ट्रोल गर्ने हुन्छ। अब धेरै जस्तो डिसेन्ट्रलाइज्ड करेन्सी जस्तै क्रिप्टो करेन्सी ब्लकचेन अनुसार चल्छ र मैले ब्लकचेन र बिटकोइनको बारे अगाडि नै भनिसकेँ, त्यही भएर त्यसको बारेमा मैले अब एक्सप्लेन गर्न परेन। ल अब आयो हाम्रो भिडियोको मेन टपिक। नेपालले क्रिप्टो करेन्सीलाई ब्यान गर्यो। नेपालले क्रिप्टो करेन्सीलाई 2017मा ब्यान गर्यो। फरेन एक्सचेन्ज एक्ट 1962 को बहानमा नेपालले बिटकोइनलाई ब्यान गरेपछि 2020मा 5 जनालाई नेपाली प्रहरीले समातेर थानामा हाले। त्यही कानुन अनुसार 5 जना बिटकोइन डिलरलाई। 2022मा नेपाल राष्ट्र ब्याङ्कले फेरि एउटा नोटिस जारी गर्यो। बिटकोइन माइनिङ, ट्रेडिङ अथवा एक्सचेन्ज सबै इलिगल। त्यही पनि मान्छेहरूले VPN र P2P एपहरू युज गरेर बिटकोइन माइन गरिरहेका थिए। 2024 अन्डरग्राउन्ड बिटकोइन फार्महरू बन्न थाले। त्यही पनि सरकार चुप्प लागेर बस्यो र केही पनि एक्सन लिएको छैन। 2009 देखि त 2017सम्म बिटकोइनको उदय हुँदै गयो। तर कतिपय देशहरूले बिटकोइनलाई स्क्यामको रूपमा मात्र हेर्न थाले। एल सेल्भेडोर यो त यस्तो पहिलो देश थियो जुनले बिटकोइनलाई लिगल बनायो र चाइनाले बिटकोइनमाथि पूर्ण रूपमा ब्यान गर्यो। सन् 2024 USA SEC सिक्युरिटी एन्ड एक्सचेन्ज कमिसनले बिटकोइन ETFs एक्सचेन्ज ट्रेडेड फन्ड्सलाई एप्रुभ गर्यो।
यसले गर्दा युएसएका मानिसहरूले बिटकोइनको स्टकहरूलाई किन्ने र बेच्ने गरेर त्यसैबाट पैसा कमाउन फाइदा हुन्थ्यो र यस इटिएफएस एप्रुभ भएपछि मानिसहरूले बिटकोइन मिलाउने किन्ने बेच्ने झन्झट गर्न परेन, डाइरेक्ट गरेर मिल्थ्यो र सन् 2024मा नै 30% ट्याक्स लगाएर इन्डियाले पनि बिटकोइनलाई लिगल गर्यो। एउटा की लेसन, ब्यान गर्दाखेरि ब्ल्याक मार्केट बढ्छ र इम्प्लिमेन्ट गर्दाखेरि इकोनोमीले फाइदा लिन्छ। नेपालमा क्रिप्टोकरेन्सी कसरी चलिरहेको छ? 1. पियर टु पियर ट्रेडिङ। नेपाली युथहरूले बाइनान्स एप अथवा बाइनान्स वेबसाइटको युज गरेर बिटकोइन अथवा इथेरियम जस्ता क्रिप्टोकरेन्सीहरूलाई एनपिआरमा किनिरहेका हुन्छन्। 2. माइनिङ। हाइड्रो इलेक्ट्रिसिटीको एउटा सानो अमाउन्ट अफ इलेक्ट्रिसिटीले मानिसहरूले बिटकोइन माइनिङ फार्म बनाइरहेका हुन्छन् र त्यसैबाट बिटकोइन माइन गरेर बिटकोइन पाइरहेका हुन्छन्। 3. दुबई, मलेसिया जस्ता बिटकोइन लिगल भएका देशहरूमा काम गर्ने मान्छेहरूले नेपालमा पैसा पठाउँदाखेरि बिटकोइन नै पठाउँछन्, जसमा धेरै रिस्क हुन्छ। मैले माथि भनेको सबै कुराहरू इलिगल छन्, तर नेपाल सरकारले यसको बारेमा केही गर्न सकेको छैन। अब नेपाल सरकारले यसको बारेमा केही कुरा गर्नको लागि मलाई दुईवटा बुँदामा केही भन्न चाहन्छु। पहिलो कुरो, नेपालले लिगल फ्रेमवर्क बनाउन सक्छ। नेपालले बिटकोइनलाई अथवा इथेरियमलाई लिगल बनाएर त्यसमा केही रुलहरू लगाएर यतिभन्दा बढी माइन गर्न नसक्ने अथवा केही न केही रुलहरू लगाएर त्यसमाथि ट्याक्स लगाएर इन्डिया जसरी नै नेपालमा बिटकोइन अथवा इथेरियम लिगल गर्न सक्छ, जसले गर्दा नेपालको इकोनोमी बढ्न पनि हेल्प गर्छ र विदेशबाट नेपालमा आउने बिटकोइनहरूको भ्यालु पनि बढ्न जान्छ। जस्तै युएईबाट आउने नेपालमा बिटकोइनहरू, त्यसको भ्यालु पहिला 3वटा बिटकोइन आउँथ्यो भने एक दिनको, अहिले 60वटा बिटकोइन आउन सक्छ र जसले गर्दा नेपालको इकोनोमिक ग्रोथको लागि हेल्प हुन्छ। दोस्रो, नेपाली युथहरूलाई अलि चेतना दिने। अब यो लिगल बनाउन छैन भने नेपालले नेपाली युथहरूलाई चेतना दिन सक्छ कि बिटकोइन गर्दाखेरि कति घाटा हुन सक्छ। अब मैले कसैले पैसा दिए 50 करोड दिएँ र मैले बिटकोइन नै नपाउन नै सक्छु, त्यस्तो हुन सक्छ बिटकोइनमा, तर त्यस्तो हुने सम्भावना अलिक कम हुन्छ। जे भए पनि त्यसको बारेमा नेपाल सरकारले नेपाली युथहरूलाई अलिकति जनचेतना फैलाउन सक्छ। र नेपालमा बिटकोइन ब्यान भएको यिनै कारणहरूले गर्दा हो। एक त बिटकोइनको भ्यालु घटबढ भएको कारणले, अर्को बिटकोइनमा थोरै सेक्युरिटी हुनुको कारणले, अर्को नेपालले अथवा कुनै सरकारले अथवा कुनै मान्छेले बिटकोइनलाई कन्ट्रोल नगरेको, त्यसको साट्टो कम्प्युटरहरूको नेटवर्कले बिटकोइनलाई कन्ट्रोल गरेको, यिनै कारणहरूले गर्दा नेपालमा बिटकोइनलाई ब्यान गरिएको हो।